गएको वैशाख 12 गते अहिलेका तत्कालीन प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले काठमाडौँको नदी किनारमा बसोबास गर्नुहुने सम्पूर्ण सुकुम्बासीहरूको छाप्रोमाथि डोजर आतंक गरेर निर्मम तरिकाले भत्काएपछि त्यहाँ बसोबास गर्नुहुने आमाबुवा दिदीबहिनी दाजुभाइ र साना साना नानीहरूको रुवाबासी भएपछि अहिले सरल तरिकाले काठमाडौँमा बगिराख्ने खोलाहरू पनि रिसाएका छन् र विरोध शैलीमा अहिले काठमाडौँको माइतीघर मण्डलामा उफ्री चिच्याई विरोध शैलीमा चाहिँ उहाँहरूले विरोध गरिरहेको दृश्य हामीले हेर्न सकिन्छ। नझुक्कनुहोस्, पहिलो नजरमा हेर्दा लाग्न सक्छ काठमाडौँमा पानी जहाज चल्न थालेछ, तर होइन, भेलमाथि तैरिरहेका यी गाडी हुन्। सामाजिक सञ्जालमा त व्यङ्ग्य सुरु भइसकेको छ। केपी ओलीको पानी जहाज आखिर काठमाडौँमै आइपुग्यो। कसैले फेरि अर्को कटाक्ष थपिरहेका छन्, यो काठमाडौँ होइन, बालेन सिटी हो। यो दृश्य कुनै बाढीग्रस्त क्षेत्रको होइन, संघीय राजधानी काठमाडौँको हो। बिहिबार परेको सामान्य वर्षापछि राजधानीका मुख्य सडक नै नदीमा परिणत भए। प्रधानमन्त्री बन्नु अघि काठमाडौँ महानगरको मेयर हुँदा बालेन शाहका समर्थकले काठमाडौँलाई बालेन सिटी भन्दै विकासको नमुना सहरको रूपमा चित्रण गरेका थिए। त्यस बेला संघीय सरकारले बनाएका सडकको श्रेय समेत बालेनलाई नै दिँदै अब देश पनि बालेनले नै बनाउनु पर्छ भन्ने भाष्य निर्माण गरिएको थियो। आज बालेन देशकै प्रधानमन्त्री छन्, तर राजधानीको अवस्था हेर्दा प्रश्न उठेको छ। देश बनाउने सपना देखाउने नेतृत्वले आफ्नै राजधानी किन गतिलो बनाउन सकेका रहेनछन्। बालेन शाह पेसाले इन्जिनियर हुन्, त्यसैले काठमाडौँको सडक ढल र पानी निकासको समस्या उनी भन्दा बढी कसले बुझ्ला। मेयर हुँदा उनले कपनडुबानको कारण खोला मिचिएको भन्दै संरचना भत्काउन समेत लगाएका थिए। तर अहिले माइती घर डुबेको छ, अनामनगर डुबेको छ, पुतली सडक, जमल, बबरमहल लगायत दर्जनौं स्थान पानीमै डुबेका छन्। अब प्रश्न उठ्छ, यी सबै ठाउँमा पनि खोला मिचिएको थियो त? आश्चर्य त के छ भने यो वर्ष काठमाडौँमा कुनै ठुलो वर्षा भएकै छैन, तर सानो झरीले पनि राजधानीका सडक नदी बन्न थालेका छन्। पैदल यात्रु पानीमै चोबिलिँदै हिँड्न बाध्य भएका छन्। मोटरसाइकल चालक जोखिम मोलेर यात्रा गरिरहेका छन्। कतिपय साना गाडी बीच सडकमै बन्द हुँदा ट्राफिक प्रहरीलाई पानी भित्र पसेर सवारी साधन धकेल्नु पर्ने अवस्था आयो। राजधानीका मुख्य सडकमै सर्वसाधारणले यति ठुलो शास्ति भोग्नु परेको छ। भित्री गलिहरूको अवस्था के होला सहजै अनुमान लगाउन सकिन्छ। काठमाडौँमा वर्षा हुन साथ ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनु अब नयाँ कुरा रहेन। समस्या ट्राफिक व्यवस्थापन वा सवारी जामको मात्र होइन, ज्यानकै जोखिमको हो। केही वर्ष अघि सामाखुसीमा ढलको बेगले बगाउँदा एक बालकको ज्यान गएको थियो। त्यसअघि गुङ्गोबु क्षेत्रमै अर्का बालक ढलसँगै बगे पनि समयमै उद्धार भएकाले बाँचेका थिए। सडकमा जमेको पानीभित्र कहाँ खाल्डो छ, कहाँ खुल्ला ढल छ, कसैलाई थाहा हुँदैन। सामान्य पानी ठानेर अघि बढ्ने जोसुकै दुर्घटनाको शिकार बन्न सक्छ। संघीय राजधानीको यो दुर्दशा सामान्य समस्या मात्र होइन, राज्यको लापरवाहीको पराकाष्ठ हो। कतिपयले सरकारको ध्यान ट्राफिक जरिवाना बढाउनेमा मात्रै छ, तर यस्ता सडकको अवस्था सुधार गर्नतिर कहिले जान्छ ध्यान? धेरैको प्रश्न छ। काठमाडौँ महानगरपालिकाको योभन्दा अगाडिको मेयर अहिले चाहिँ देशको प्रधानमन्त्री हुनुहुन्छ। काठमाडौँकै मेयर हुँदाखेरि उहाँले चाहिँ इन्जिनियर भएर पनि यो पानीको निकास एउटा निकास दिन सक्नु भएन, काठमाडौँलाई नै व्यवस्थित गर्न सक्नु भएन। अब देशको जिम्मेवारी दिएका छौँ हामी नेपाली जनताले। अब उहाँले चाहिँ देश कसरी बनाउनुहुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ। अहिले नै मूल्याङ्कन गरि नहालौँ। त्यही पनि उहाँ योभन्दा अगाडि देशको कार्यकारी एकजना मेयर भएर गइसक्नु भएको उहाँले काठमाडौँ नै बनाउन नसकेको अवस्था देखियो होइन। अब देश चाहिँ कसरी बनाउनुहुन्छ यो चाहिँ हामीले निहाल्नु पर्ने छ। वर्षौंदेखि दोहोरिँदै आएको यो समस्याको समाधान कहिले हुन्छ भन्ने प्रश्नको जवाब भने बर्खा सकिएसँगै हराएर जान्छ। अर्को वर्षा सुरु नहुँदासम्म काठमाडौँ डुबानको समस्या कसैको यादमा रहन्न।